आज चाहिँ शिवपुरीको यात्रा हाम्रो सुरु भइसकेको छ है। आज काम छैन, रेस्ट भन्ने कुरो एक दिन छैन। हामीसँग हुनुहुन्छ तामाङजी। एकदम डाँडा गाउँतिर जाँदैछौँ है। अब डाँडा गाउँ पुग्छ, रमाइलो दृश्य छ, हेर्न सक्नुहुन्छ है। रमाइलो दृश्य छ। पछाडि साथीहरू छन् हाम्रो केटाहरू। फेरि थाकिहाल्छन् एकछिनमा। ऊ लास्टवाला हेर्ने चाहिँ जातले हाम्रो एकदम रमाइलो ठाउँ छ है यो चाहिँ। आउनु होला। 100 रुपियाँ 100 रुपियाँको टिकट चाहिन्छ यहाँ जान चाहिँ। हामीले पहिला उताबाट गइसकेका छौँ, यताबाट चाहिँ अब हिँड्दै जाँदैछौँ हामी। हरियाली ठाउँ छ, यस्तो दामी ठाउँ छ, तपाईँहरू मिस गर्नुहुन्छ होला। अनि मनोरञ्जनको अरू नि केटाहरू ल अन्ध्यारो एकछिन यहाँ पनि हो क्या हेर्ने। एक दिनमा 2टा सकाउने हो नि त भाइ। ब्लकमा चाहिँ हामी म्याङ्गोमा आक्रमण गर्छौँ। ल म्याङ्गो केटाहरू चमक म्याङ्गो खाउँ। अब म्याङ्गो खाएर नि यहाँ राख्ने होला। ल के छ त काँचेका हुँदैन। निरन्तर रूपमा एकदम निरन्तर रूपमा चलिरहेको छ। ल हाम्रो यात्रा चाहिँ एकदम कहाँ पुगेको छ थाहा छैन। हिँडिरहेको छौँ जब तक नहीं पहुँचेंगे तब तक रुकेगा नहीं साला पुष्पराज। अब चाहिँ यहाँ बाता पनि आइसक्यो। सोया बाता देख्छ त्यो मेरो भाइ रिठेको। मेरो भाइ रिठे जुत्ता हाल तेरो यहाँ ओ बुवा जिन्दगी तेरो। ल मेरो भाइ रिठे ल चलु पसिना आएर शरीरमा पसिना बगाउनु राम्रो कुरा हो। एकदम उकालो बाटो छ। ओहो ल कामधेनु काउ स्टोन पुगिरहेछौँ ल हामी। भाइरल छ यारको सबै दिएको छ। ल यो रहेछ है के अरे पिक हो क्या? ल ओ भाइ मेरो भाइ यहाँ हेर्न रिठे कामधेनु स्टोन। अहिले पुगेको छैन नि फेरि हामी त माथि हो नि त। यसो पिकमा पुग्नु पऱ्यो नि त। मौसम चाहिँ यस्तो छ है त, हेर्नु होला। यो मौसम हो सूर्य पिक भन्छु यार। शिवपुरी पिकमा चाहिँ छौँ हामी। यहाँबाट देखिन्थ्यो क्या पहिला हामी। यो
चाहिँ हाम्रो शिवपुरी पिक बागद्वारबाट चाहिँ फर्किँदैछौँ अब बागद्वार अलिक तल छ अब बागद्वारबाट चाहिँ यसो हामी फर्किँदैछौँ तल मुख्य मन्दिर त तल छ क्या मलाई चाहिँ कन्फ्युजन पाऱ्यो क्या यहाँ साथीहरूले मैले गाह्रो बनाएँ जिद्दी गर्छ भने खालि कुन भगवान हो ओए महेश्वरी बीचको कुन भगवान हो बीचको कुन भगवान मूर्ति हो ओ यहाँ बीचको